बितेको छु निकाल्न सुन्नुहोस् न मिसहरू, गण्डकी प्रदेशमा हुन गइरहेको शिक्षकहरूको नृत्य प्रतियोगितामा भाग लिन जाने दिन पनि आइसकेछ। बरु कस्तो गीतमा नृत्य गर्ने होला? हो त नि, आइ त सकेछ। गीत साथै हाम्रै देशको विभिन्न पक्षहरूलाई समेटेर बनाइएको गीतमा नृत्य गर्दा कसो होला? हुन्छ त्यसै गरौँ। त्यसो गर्दा हाम्रो देशको सम्पूर्ण पक्षलाई समेट्न पनि सकिने र सदस्यमूलक पनि हुने होइन त? हो त्यसै गरौँ है त। Thank you.
चारवटा 36 वर्णको साझा फुलबारी, जहाँ भगवान गौतम बुद्ध, जनक, राम र सीता जस्ता महान व्यक्तिहरूले जन्म लिएको देश, जुन देशमा विभिन्न जात जातिका लालुगाछहरू फुल्दछन्, हिमाली भेगमा डाँफे र मुला छमछम नाच्दछन्। हाम्रो देशलाई हराभरा बनाउनका लागि वृक्षारोपण गरौँ र जथाभावी फोहोर मैला पनि नफालौँ। हाम्रो देशका वेशभूषा, कला, संस्कृति र परम्परालाई सधैँ संरक्षण र संवर्धन गरौँ। हिमाल, पहाड